सास फुलिसक्यो। बिहान कुकुरलाई बिहान बिस्कुट थियो त्यही खाने हो के गर्ने। कुकुरले खाएन? कुकुरले यति भाउ खोज्यो कुरै। कोही कोहीलाई चाहिँ चल्ला कसरी बन्छ भनेर थाहा छैन। हामी चाहिँ अब आमा एग्रीको लागि जोरपाटीबाट हिँडिसक्यौँ। हाई गाइज, वेलकम टु माई ब्लग। सम्झना प्लास्टिक माग्दैछन् है, प्लास्टिक माग्दैछन्। जोर जोर से बोल के लोगों को स्कीमें बता दे। नास्ता गर्नलाई मेलम्ची चोकमा आम यिनीहरू सबैलाई गाडी लाएर गाडीमा प्लास्टिक मागेर सबैभन्दा सिकिस्त बिरामी यो टाटी। लम्बुमा आएर अब खाना खान लागेको छौँ। भयो केटीहरू बाहिरै छन् र देखाउनु लाग्यो। हिरोइनहरू बाहिरै छन्। गाडी चाहिँ यस्तो छ हल्लेको हल्लै यस्तो बाटो छ, ड्राइभरलाई त मान्नै पर्छ। झरनाको चिसो पानी त्यही तल त अनि पुगिन्छ काठमाडौँ। यहाँ चाहिँ बाटो वान वे मात्रै छ अनि उताबाट गाडी आउँदैछ भनेर चाहिँ हामी यहाँ रोकेर बसेको। अर्को गाडीलाई जाने बाटो लडिहाले के गर्ने चोट लडिहाल्यो, यस्तो घुँडामा चोट लागिहाल्यो, हातमा चोट लागिहाल्यो, मोबाइल फुटिहाल्यो। रिच किड आइफोन किन्छन्। So beautiful, so elegant, just looking like a wow. Just looking like a wow.
अझै 10 मिनेटमा हामी तार्के भन्छन् पुग्छौँ भनेर भन्नुभएको छ। त्यहाँ चाहिँ अब मान्छे झर्नु लाग्यो भएर अनि सामान धेरै भर्नु पर्ने भयो। यस्तो बाटो निस्केछौँ। हामीले चाहिँ तार्के झ्याङबाट हाम्रो ट्रेक सुरु गरिसक्यौँ। मैले चाहिँ सेतोबाट कालो चस्मा फेरिसकेँ अनि हामी रेडी भइसक्यौँ। अरू अगाडि अगाडि गइरहेछन्। सबैभन्दा लास्टमा मै छु। स्वागत छ मेरो युट्युब च्यानलमा फेरि पनि। 2 मिनट हिँड्यो, 20 मिनट टिकटक बनायो। यसरी नै चलिरहेछ हाम्रो ट्रेक। छुटुवाली केही भन्दै 2-4 शब्द जाओस्। म चाहिँ सबैभन्दा अगाडि छु अहिले अनि मेरो ग्याङ साथी मित्रहरू पछाडि छन्। अब चाहिँ म टाइम ल्याप्स बनाउँछु, कति टाइममा मलाई भेटाउँदो रहेछ नि हेर्छु। 1000 years later. One eternity later. यहाँनिर सल्लाह कस्तो राम्रो देखिने रहेछ। बट आई डोन्ट नट ह्याभ आइफोन, सो एन्ड्रोइडबाट यस्तै आउँछ, के गरौँ। अहिले पनि मैले लिड गरिरहेको छु, म फर्स्टमै छु। दुईवटा डाँडा बल्ल तल्ल कट्यो साथीहरू। मान्छेहरूलाई सोध्यो अझै 3टा डाँडा बाँकी छ भन्छ। एकछिन रेस्ट गरेर फेरि हिँड्न थालेँ। यो अम्बा चाहिँ राम्रो रहेछ, अघि खालको एउटा कुहिएको परेछ। हिँड्दा हिँड्दा झन्डाहरू देख्यो, मनमा अलिकति आश पलाएर आहा अब पुग्न लाग्यो कि भनेर। उसको ब्याग चाहिँ उसले बोकेर, ऊ चाहिँ हिरोइन। अँधेरो अँधेरो हुन लाग्यो, यस्तो ठाउँमा आइपुग्यौँ। इट्स सो स्केरी। ओ के रे के भने अरे? कुकुरले खाएन? यिनीहरू अहिले कुकुरले छोडेको बिस्कुट खाँदैछन्। जस्तो म ट्रेक आएपछि मैले के थाहा पाएँ भने कोही साथीहरूलाई हलुवावेद भनेको के हो थाहा छैन होइन, अनि कोहीलाई पानी अमला भनेको के हो थाहा छैन, अनि कोहीलाई कन्दमुल भनेको के हो थाहा छैन, अनि कोहीलाई फेरि सालको पात देखे छैन, कोहीले चाहिँ फेरि कुचो बोटमा फल्छ भन्ने थाहा रहन्छ, कोहीलाई चाहिँ चल्ला कसरी बन्छ भनेर थाहा छैन। फेरि यस्ता सरिया साथीहरूसँग ट्रेक आएको छु म। सरियाहरू त्यो अब मान्छेहरू देखिन थालेछ, टेन्टहरू पनि देखिन थालेछ, त्यही भएर बेस क्याम्प हो कि जस्तो लागेको छ। सी इज आवर ढुङ्गाना, सी इज द बेस्ट इन दिस ग्रुप। सी इज सरू, ऊ चाहिँ भिडियोमा आउनु खोज्दैन तर मैले लिएर आइसकेँ। यही त हो नि हाम्रो होइन, चोयो मुथाङ रिसोर्ट हाम्रै होइन, हामीले बुक गरेको यही होइन। तल तल मित्रजनहरू पनि आउँदैछन्, सनसेट हुन लागेको छ। मेरो फोनले देखाएन बिकज दिस इज एन्ड्रोइड फोन। हेलो एनदर ब्लगर, ऊ चाहिँ आइफोनवाला ब्लगर हो, म चाहिँ एन्ड्रोइडवाला ब्लगर भएँ। हामी बिच धेरै भिन्नता छ, आकाश पातालको फरक छ। सरू 2-4 शब्द, 2-4 हो। बेस क्याम्प हामी आइसक्यौँ। हाम्रो रिसोर्ट चाहिँ यहाँबाट अलिकति तल रहेछ। हाम्रो ब्युटिफुल लेडिजहरू त ब्युटिफुल भए पो बोला नि त। This is me, the most beautiful girl in the group. नेपालगञ्जको नमकिन, नेपालगञ्जको
लाग्यो रुम कस्तो लाग्यो so beautiful so elegant just looking like a wow यस्तो राम्रो बेडहरु छ यहाँको सर्भिस चाहिँ एकदम मन पर्यो गुड नाइट एभ्रीवान खोइ बत्ती नि पाएन म कुरेर बसिरहेको छु त्यो त चार्ज हो